के गर्दैछौँ के बोल्दैछौँ सबै उयो भइरहेको हुन्छ रेकर्ड भइरहेको हुन्छ के भयो ए जिस ए तातो पानी सिमलतरी छैन दिदी यता किटलीमा एकछिन यो सेतो रोटी त आँटेन त ज्योति अच्छा अचार रोटी बाँकीबाट रोटी चाहिँ अचार त हाल्नु खाँदा त यो कस्तो बाँचुरे अब बाँचुरे नै रहेछ जति आज पुरा चलेर देखाउँदा मेरो सबै भयो एकचोटि अघि पनि गरेको एकचोटि ए भयो माघे सङ्क्रान्ति 2082 83 ह्याप्पी माघे सङ्क्रान्ति भन्नु अनि यो चाहिँ हाम्रो फुल अनि यो चाहिँ प्रक्रिया जारी नै छ यहाँ चाहिँ यहाँ चाहिँ हेर्छ यहाँ फुल सेट यो चाहिँ पुरै यो ब्लू कलरको पनि अब यो बङ्गुर भाइले यो खासै खाएन होला बोसो रक्ती भन्छ नि छ नि त बङ्गुरको मासु हो अनि घाँस पनि मिसाएको दिदीले खानुहुन्छ होइन बङ्गुरको रक्ती हो खान्छ नि म त बुझ्नु मन पर्छ म त त्यस्तैहरू बनाउँदै खान्छु एकलाई लगेर बनाएर भाइलाई अहिले म खान्छु धेरै त होइन है तुम्मा त खानुहुन्छ होला यहाँ यस्तो खाएर चाहिँ कहाँ त्यही त नि यो चाहिँ हाम्रो अहिले तरुल र रोटीसँग मात्रै खाने हो अनि एकछिनमा हामी पुलाउ र यहाँनिर चिकन पनि पाकिरहेको छ दुई तिन दिनमा पाक्छ जाडोमा त है तरुल त हालेर रहेन रहेछ नि आमा आउनु है भित्र भित्र पाकेको छ सिमल तरुल पाकेको हुँदैन म त जस्तो थियो भित्र उयो हुन्छ नि ए यो लङ्के पनि खान्छ होला यत्रो खानु हुँदैन होला मेरो खुसी गर्दा उता बस्ने होला आमाहरू त्यहीँ बस्ने हो तपाईँहरूको त होइन खिचेको जतिले खानाको मात्रै रिल्स बनाइयो अरे उतै बस्नु कान्छ हामी उतै आउने होइन उता यो चाहिँ लङ्के चाहिँ खासै सबैजना कहिले कहिले बोजूले बरु एउटा हालेर खासमा हुनु त चाखुको हो चाखु भने नि चाखु भने त्यही उता जस्तै हो नि सक्खा जस्तो होला खानु नि हो होइन यता बसौँ न सबैजना सिटिङ रुम मात्रै त खाने होइन है खासमा डाइनिङ रुम पो त ला पानी त्यो दसैँको जतिकै भयो दसैँको जतिकै तर यो तरुल मात्रै देखाइदिनु